बाहुनले खाएको देश र तपाईँको बाख्राले खाएको बाली त कहिल्यै उँभो लाग्दैन भने त मैले त पटक पटक जातीयता कुरा गर्नु हो तपाईँले म पनि ब्राह्मण अनि किन ब्राह्मणलाई दलाल भन्नुभयो तपाईँले गिरिजा प्रसाद कोइरालाको राम्रो समुदायको हो कि नामै भन्नु नि त समुदाय भनिरहेछु तपाईँलाई क्रमशः प्रचण्डको पुष्पकमल दाहाल ब्राह्मणै समुदायको हो बाबुराम भट्टराईको ब्राह्मणै समुदायको माधव कुमार नेपाल भन्ने चाहिँ एउटा चाहिँ खजान्ची त्यो को ब्राह्मण समुदायको हो केपी शर्मा ओलीको हुन् उनी पनि ब्राह्मण समुदायकै हो बाहुनले खाएको देश र तपाईँको बाख्राले खाएको बाली त कहिल्यै उँभो लाग्दैन भने त बाहुनहरूलाई त पाउँछ सरी होइन बाहुनहरूमाथि तपाईँको रिस किनभने मैले मेरो घरभरि बाहुनहरू टन्नै देखेँ सबैजना कोहीले पनि न्यायको लागि लडेको देखाएको छैन म मान्दिनँ अनि न्यायालयमा पनि धेरै बाहुन हुन्छन् याद गर्नुभएको छ काठमाडौँ डिस्ट्रिक्ट कोर्ट म 2023 मा जाँदा सबै एउटा बाहेक सबै केटा थियो 36 जनामा 35 केटा एकजना केटी हो कि त्यस्तै केही थियो भनेपछि न्यायालयमा सबै बाहुन मेन थिए बाहुन केटाहरू र त्यही बाहुन केटाहरू भएको कारणले हामीले अहिलेसम्म न्याय पाइरहेको छैन म यहाँ त्यो प्रुभ गर्न आएको हो त्यो प्रुभ गर्न धेरै टाइम लाग्छ तर यो पनि एउटा अ पार्ट अफ माई सोशल एक्सपेरिमेन्ट हो क्या ऋषिजी हजुर नि बुझिराख्नु म एउटा सोशल एक्सपेरिमेन्ट गरिरहेको छु तपाईँको आक्रमण बाहुन प्रति भयो क्या त्यसो भन्न पाइन्छ भन्न मिल्छ तपाईले नबुझ्या हो के त्यो भनेको तपाईले अलिकति राम्ररी बुझ्नु पर्यो के त्यो आक्रमण त मेरो घरमा बाहुन छ कसैले मेरो पक्षमा बोलेनन् भनेर तपाईले त्यसो भनेर गाली तपाईँ किन अफेन्ड भइरहेको बाहुन मान्छेहरू यत्रो जमानादेखि उनीहरूले कति प्रिभिलेज पाइरहेछन् अलि दिन उनीहरूलाई मैले मुख छाड्दा तपाईँलाई किन त्यति टाउको दुख्यो कि मैले त त्यही पो बुझ्न सकिनँ यत्रो वर्ष सबैले मैले थोपरे त मेरो मान्छेहरूमा मैले थोपरे मैले पाइनँ त अब म बाहुन भएर बाहुनलाई थोपर्न मन लाग्यो अरे मैले पाएन त किनभने मलाई थाहा छ त्यो कोर्टमा बाहुन मान्छेहरू मात्र नभएर अरू मान्छेहरू पनि भएको भए हामी सबैले न्याय पाउँथ्यौं मलाई थाहा